Hi everyone, let's unboxing together. आजको मेरो यो सबै PR प्याकेज हजुरहरुकै अगाडि म अनबक्सिङ गर्दैछु। सबैभन्दा फर्स्टमा चाहिँ एसबी ब्लूबाट साल्मन केयरिङ सेन्टेला टोनर र साल्मन केयरिङ सेन्टेला क्रिम आएको रहेछ यो एचबी ब्लूको है। अनि त्यसपछि यो मेडिका क्रिम हो टाइम डिभोर्स। यति राम्रो गर्छ नि यो क्रिमले, म तपाईँहरूलाई के भनौँ है। यो मैले युज गर्न लाग्यो 2.5 वर्ष भयो, यति राम्रो गर्छ यसले। सबभन्दा पहिला आएको पिआर प्याकेज पनि यही थियो मेरो होइन। अहिले मलाई यो फेस मास्क अनि प्लस यो 3वटा आएको रहेछ। थ्याङ्क यू। अनि त्यस आएको खोल्दैछु गाइस। पिएच सेन्सिटिभ क्रिम मिस्ट रहेछ, पिएच सेन्सिटिभ क्रिम मिस्ट। यो मैले युज गरेको छैन है, स्याम्यूबाट एक्सटेन्सन जेल। अनि यो के हो, यो प्रेप ओके। यो त ओ नेल रहेछ ल गाइस, जेल नेलको किट नै आएको रहेछ यो 3वटै। यो सायद कलर होला। अनि त्यसको पछि तपाईँको एक्सटेन्ट जेल रहेछ। अनि प्लस चाहिँ यो बक्स कस्तो क्युट हो यसको बक्स। सबन्धी के छ, वाउ लुक एट दिस, कस्तो राम्रो सेपमा नेल्स आएको रहेछ होइन। लुक एट दिस नेल्स होइन। अनि त्यसपछि यो डोमिनासको रहेछ एम्पियोल। अनि त्यस्तै गरी यो डोमिनासकै यो चाहिँ डार्क स्पट करेक्टर। अनि त्यस्तै गरी यो डोमिनासकै डार्क स्पट टार्गेटेड डार्क स्पट्स करेक्टरै हो यो। ओके, यो दुईवटा एउटै रहेछ है गाइस। यो चाहिँ एम्पियोल हो भने यो चाहिँ डार्क स्पट करेक्टर रहेछ। यो 3वटै। यो पनि म पछि तपाईँहरूलाई भिडियो बनाएर अनि रिभ्यू दिनेछु होइन। यो चाहिँ पिडिआरएन रहेछ होइन। भिटी अल्ट्राबाट पिडिआरएन किड नै आएको रहेछ। पिडिआरएन ग्लो एम्पियोल, पिडिआरएन क्याप्सुल क्रिम, पिडिआरएन हाइड्रोजेल मास्क अनि पिडिआरएन सेन्सिटिक बाम गरेर 1 2 3 4 5वटा सेट रहेछ। हुन्छ कि यो भिटी कस्मेटिकको प्रडक्टहरू होइन। सो मलाई चाहिँ एकदमै धेरै मनपर्छ। लुक एट दिस, लुक एट दिस, वाउ थ्याङ्क यू लेटर। अनि त्यस्तै मास्क पिडिआरएनको। अनि लुक एट दिस, कस्तो राम्रो प्याकेजिङ हेर्नु कस्तो राम्रो छ गाइस। ग्लो एम्पियोल रहेछ है, ग्लो एम्पियोल। अनि त्यस्तै गरी यो क्रिम पिडिआरएन क्याप्सुल क्रिम। अनि त्यस्तै गरी यो भिटी कस्मेटिकको यो स्टिक बाम है। यो चाहिँ स्टिक बाम। यो चाहिँ मैले लाइक मेकअप गर्नुभन्दा अगाडि युज गर्छु कि यसले कस्तो साइनिङ दिन्छ क्या तपाईँको मेकअपलाई एकदमै राम्रो गराउन मद्दत गर्छ होइन। सो मलाई चाहिँ एकदम धेरै मनपर्छ भिटी कस्मेटिकको सबै प्रडक्टहरू, एकदम नाइस लाग्छ मलाई होइन। थ्याङ्क यू सो मच भिटी कस्मेटिक। मलाई प्रत्येक वर्ष यो पिआर प्याकेजको रूपमा आइरहेको हुन्छ कि यस्तो प्रडक्टहरू। यो स्पेसल्ली अल्ट्रा ब्युटीबाट भिटी कस्मेटिकको प्रडक्टहरू मलाई एकदमै धेरै मनपर्छ। थ्याङ्क यू सो मच है। लास्टको देख्दैछु है मलाई लास्ट। ओके, ल यो चाहिँ रहेछ कसरको यो छ मास्क पेप्टाइज कोलाजिन मास्क रहेको छ भने यो चाहिँ आई क्रिम है गाइस, आई क्रिम हो। लुक एट दे, यो सबैको मैले पछि चाहिँ हजुरहरूलाई रिभ्यू दिन्छु। आज आएको पिआर प्याकेज चाहिँ यति नै हो है गाइज होइन। म हजुरहरूलाई सबैको रिभ्यू चाहिँ बनाएर बनाउँछु मैले भिडियो छिट्टै। यसको रिभ्यू बनाएर भिडियो पनि राख्नेछु मैले हजुरहरूलाई कस्तो छ यो प्रडक्टहरू भनेर। ओभरअलमा मैले कतिपय त युज गरेको प्रडक्ट नै हो, सबै कुराहरू राम्रो छ होइन। अनि यहाँबाट एउटा प्रडक्ट चाहिँ मैले युज गरेको छैन यो होइन। यो स्यामको सेन्सिटिभ क्रिम मिस्ट रहेछ, यो युज गरेको छैन। यसको पनि मैले छिट्टै भिडियो बनाएर यो सबै चिजको म छिट्टो भिडियो बनाएर हजुरहरूलाई देखाउने छु। थ्याङ्क यू फर वाचिङ। र यति सबै
प्रडक्टको लागि। थ्याङ्क यू सो मच एभ्रिवन, सबैलाई धेरै धेरै धन्यवाद। बाई बाई।